हेलो एभ्रिवान, वेलकम ब्याक अगेन। आज हामीले चाहिँ असार 15 गते भएर चाहिँ के स्पेसल लिएर आऊँ भन्दाखेरि चाहिँ दही चुरा खाने दिन अनि दिउँसभरि काममा गएको थियौँ, खाने समय पुगिरहेको थिएन, मिलिरहेको थिएन। अनि अहिले चाहिँ कति बज्यो, 9 बजिसक्यो। अनि आजको दिन चाहिँ खानै पर्छ भनेर चाहिँ हामीले के अरे सबै सामान जुटाएर खायौँ। र अब आज हामीलाई चाहिँ 7 दिनु होला। अनि 7 दिनको लागि चाहिँ हामीसँग नयाँ गेस्ट आउनु भएको छ, कृष्ण म्याम अनि एजे म्याम हुनुहुन्छ त्यहाँ। अनि आज सबैजना खान्छौँ। हामीलाई 7 दिन होला। पहिलाको भिडियोमा पनि हेरिदिनु भयो होला, हामी यस्तै गरेर राम्रो गर्दै जान्छौँ। बोल्न आएन ल, सुरु गऱ्यौँ ल। खाएँ ल फर्स्ट बाइट। मिठो भएको नि मिठो भयो। त्यो चुराको क्रन्चीनेस अनि त्यो आलुको अचारसँग द फ्लेभर इज वाउ, कस्तो मिठो के गर्छ नि के छ कसो छ भने रिभ्यू। एकदम मिठो छ अचार। नाच्नु थाल्नु होला अहिले। एकदम आज धेरै पिरो पनि भएको छैन अनि एकदम ठिक्कको खट्टो के त्यस्तै मनपर्छ मलाई। खट्टो मैले चाहिँ के सोध्नु भन्दा आज 15 गते दही चुरा खानुपर्नेको दही चुरा खान्छ नि त, त्यसको पछाडिको मिथ केही थाहा छ? हिस्ट्री थाहा छैन? अलिअलि थाहा के थाहा छ भनेर? यस्तो हो गाउँमा चाहिँ होइन रोपाइ गर्ने बेला चाहिँ अनि सबैजना खेतमा जान्छ अरे कि। अनि त्यसपछि खानासाना पकाउने हुँदैन क्या, खास हुँदैन चाहिँ गाडी हुँदैन अरे। अब सजिलो चाहिँ दही र चिरा लगाएर त्यो सजिलोको लागि चाहिँ भनौँ न त्यसको लागि चाहिँ त्यो योवाला चाहिँ कथा चाहिँ मैले सुने हो यही हो। ए मलाई चाहिँ थाहा थिएन, त्यही पनि खान लाग्यो। मलाई चाहिँ खालि त्यो खानुपर्छ है, एउटा दिन्छ है, अनि धान रोपाइ हुन्छ खाने हो, मैले त्यति मात्रै खान्थ्यो। किसानहरूलाई अलिक इजी हुन्छ भनेर चाहिँ। अनि प्लस मनसुन भित्र है भन्ने कुरा पनि एउटा छ जस्तो लाग्यो यसको पछाडि चाहिँ, होइन? तर यसपालि नेपालगञ्जमा त 42 डिग्री भयो, तर चाँडै नै ऊ भयो है, चाँडै मनसुन स्टार्ट भयो है। नेपाली चाँडै स्टार्ट भयो। अहिले त एकदम शीतल छ नेपालगञ्ज। आफ्नो दिन पनि एकदम राम्रो वेदर। हामीले चाहिँ मुखबाङ गर्ने भनेको, तर धेरै लिएर होइन, बेलुका सुत्दाखेरि त लाइटै खानुपर्छ। अनि के अर्को भन्दाखेरि बिर्स्या लाइट खानुपर्छ भनेर अब ठिकै लिएर खायौँ होइन। मिठा त ल्या उठाउने गरिदिनुहोस्, फोन उठाउने गरिदिनुहोस्। फोन उठाउने गाई क्या गाईलाई खाउन खान्छ। मेरो पनि गएर त मेरो फोन तल सक्यो के अर्जेन्टै होला आइरहेको छ र आइरहेको के भा अस्तिको पालि माइक अन भयो भने माइक अनै भएको थियो, फेरि आज पनि भिडियो प्ले नै नभयो।
यो आँप चाहिँ बाँकेबाट लिएर आएको बाँकेबाट लिएर आएको के आँप रे दिदी त्यो रातो रातो आँपलाई के भन्छ त्यो चाहिँ मलाई थाहा भएन तर यो अर्को चाहिँ यो चाहिँ दशहरी आँप हो ह्याप्पी दसैँ अचार पिरो भएको छ र ठिकै भएको ठिक्क भयो यो अक्टोबर खोर्सानी त पिरै छैन नयाँ ल्यायो भने नयाँ अकबरी पनि पिरो नयाँ तिमीले अस्ति कस्तो पिरो थिएँ त्यो फर्स्ट लट ल्याएको पिरो थियो अहिले छैन नि पिरो थप्ने पिरो छैन मुखबाङ हो यहाँ आफ्नै खाऊ न तिमी खाऊ मास्टर सेफको जज है भन त ल रिभ्यू ल कस्तो छ आँप जस्तो छ यार ओ मिठास ओ नमकीन ओ खनेरापन बहुत मुख में खिल रहा है के त्यसमा एकदम मिठो भयो भने के गर्छ त्यसो लुट दिन्छ कि नहीं यस्तो लाग्छ ओके स्पुन ट्याब स्पुनलाई कि भाँडालाई खल्दान डिस अनि त्यसपछि स्पुन ट्याब भयो भने चाहिँ एकदम राम्रो हो अनि त्योभन्दा नाइफै दियो भने चाहिँ झन् राम्रो मलाई चाहिँ पुग्यो है गाइज त्यति चाँडो आएछ दही खाने कस्तो मिठो थियो मिठो है यसपालि नेपालमा कति लाख हो कि करोडको दही रहेछ दिदी त्यो अनुमान गराएको छ क्या कति खाने भयो त्यो दही गर्मी चाहिँ एक त बेसी भइहाल्यो है प्लस अकेजन पनि भयो आज दिन पनि त्यही भयो नि बाखामा मान्छेलाई बाखामा चाहिँ चाहियो खानु कस्तो खाना मन लागिरह होला है सरी दिनै पाइएन कसलाई अहिले खान्छ भयो आफ्नै खाऊ अचार नै थियो काटेर अहिले खानु तपाईँले खानु नि त यो टेस्ट गर्नु गाइस खानालाई चाहिँ एकदम मजाले च्यु गरेर खानु होला है डाइजेसन राम्रो हुन्छ क्या के हो र किन भन्नु न किनकि यदि राति खाइरहन्छौँ होइन अनि डाइजेस्टै हुँदैन कि फेरि साइडबाट यस्तो मात्रै छ अलि भर्खर चाहिँ उहाँले भन्दै हुन्थ्यो नेपालगञ्जमा गर्मी छैन मलाई त उहाँको खानाले पुरै गर्मी फिल गरिरहनु यस्तो के राख्नुभयो प्रज्ञाजी तपाईँले यो खानामा केही राखेको छैन हजुर नै हो गर्मी हाई गर्मी यो पसिना आइसक्यो माइ गड के आएको निस्किन मिठो भयो नि अलिकति बुझेको कहाँ चाहिँ रहेछ
खाने रेसेदार छ यो खानुहोस् फाइबर धेरै छ रेसेदार राखो ट्याक ल मैले सकाएँ यो हात एकदम मिठो है है कुन चाहिँ स्ट्रेट आउट फ्रम बर्दिया shout out to समीक्षा दिदी for art होइन रुखै हो क्या घरकै घरकै मिठो आएको सौर्य ग्यास हल्का अलिकमा धेरै नै आरामले खान्छ क्या छ यस्तो चाहिएको कति छिटो खानु भएको तपाईँहरूले यो फास्ट इटर फास्ट नर्मल जस्तो फास्ट इटर दही दुधले आजकल जामुनको पनि सिजन चलिरहेछ मैले त धेरै खाँदिनँ थिएँ कस्तो टर्रो टर्रो टेस्ट भएर अहिले चाहिँ मनपर्छ मलाई पाकेको छ है इट्स भेरी गुड फर हेल्थ दही खाउँ दही पनि सकायो थ्याङ्क यू सो मच है तपाईँ दुईजनालाई मलाई इन्भाइट गर्नको लागि फर दिस मिठो असार 15को सगुन सगुन यस आई रियली इन्जॉयड इट अब तिमी अलिक कन्ट्रिब्युट गर त तिमी बोले बोले जस्तो अब आप पनि खाए त ओ शिट क्लम्जी हुनुहुन्छ उहाँ तर ल गाइज अब हामीले चाहिँ आज खायौँ ठिक ठिकै खायौँ कस्तो लाग्यो भिडियो डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब है हामी यसरी नै अब एउटा चाहिँ एक दिन चाहिँ एकदम मिठो खाना बनाएर के खाना खाएको चाहिँ मुखबाङ लिएर आउँछौँ यो भिडियोमा चाहिँ तपाईँहरूले 200 लाइक्स गरिदिनु भयो भने चाहिँ हामी चाहिँ अरू केही नयाँ लिएर आउँछौँ है ल बाई मेक श्योर यु लाइक बाई बाई